नजिक अलमोस्ट नजिक बाउपट्टिले आज हिँडिराखेका छन्। म भाग्यनी उपाने चाहिँ काफल पाक्सक्या रहेछ। हानौँ भन माने हो। तू है तो दिल धड़कता। हे एभ्रिवान वेलकम ब्याक टु पुन ब्लग्स गाइज जेदो झोले लाफा। इट्स मी अञ्जनी पुन मगर। सो आज चाहिँ हाम्रो रोल्पामा हो डे 2 अनि गाइज आज चाहिँ इन्डियनको हो डे लास्ट। यो ग्याङहरु सब फर्किँदैछन् अनि अहिले चाहिँ हामी लाली गुराँस टिप्न जाँदैछौँ। घरदेखि अलि माथि यहाँ छ रे भन्ने सुनेको छौँ। दिदीले लगेर जाँदै हुनुहुन्छ। सो लेट्स सी गाइज कस्तो हुन्छ। फुलसुल टिपेर लुङ्गी लाएर फोटो भिडियो बनाउने प्लानमा छौँ। त्यस पछाडि यिनीहरू चाहिँ नास्ता सास्ता खुवाएर घर फर्काइदिन्छौँ। अनि म चाहिँ अलि दिन बस्छु होला। मेरो छोरा र बाबु छोरा र उसको बाउ पनि लखेडिदिनु लाग्छु गाइस घुराइदिएर। यहाँ यस्तो बाबु बोकेर बाउपट्टिले आज हिँडिराखेका छन्। माउपट्टि चिलमा छौँ गाइस हामी। त्यही हो उकालोमा चाहिँ अलि बोल्न सक्दैन। भिडियो माथि कन्टिन्यू गर्छु। स्टे ट्युन गाइस। बाइ बाइ गाइस। म भाग्यनी उपाने हामी आएका छौँ यस्तो अप्ठ्यारो बाटोमा। त्यो अप्ठ्यारो बाटोमा अस्ति नै यही हो कि मेरो खुट्टा मर्केको। हेर्नुहोस् गाइस हाम्रो वनमा चाहिँ काफल पाक्सक्या रहेछ। पुरै धेरै त पाकेको छैन तर अलिअलि रातो रातो। एउटा टेरु खाँदै बसेछ। खाऊ मिठो खाऊ। माइली दिदीले लगेर जाँदै हुनुहुन्छ। गाइडर हाम्रो दिदी हुनुहुन्छ माया जेठानी। यिनीहरू पुरा बन झाँक्री झुन्डिएको छ। झुन्डिएको अब यो काम छैन। लेट्स गो गाइस। त्यहाँ नुन पाखेर रहेछन्। दिँदो रहेछन्। यहाँ जङ्गलभरि काफलको रुख छ। ल है सिङ्गर बोतल उचाल। आफ्नो बोतल मलाई दिएछ। टुक्रो रहेछ गाइस काफल। टुक्रो अब चाहिँ हामी अलमोस्ट पुग्न लाग्यौँ सायद। त्यो बाटोमा हिँडिराख्यौँ। यहाँ चाहिँ च्याउ लास्टै भेटिन्छ। यहाँ पनि च्याङ खोज्न आने च्याउ डर भेटिन्छ। जङ्गल हाम्रो छ्याङ गोरा छ्याङ भन। घोरा घोरा जाने क्रममै छौँ। ल एउटा गीत गातो भिमन बस्यो बेला। गीत गातो छिटो। आउँदै गर निर्माया माया नमार। आउँदै गर निर्माया माया नमार। सिद्धिको धन्यवाद भन्न। त सानो सानोवाला रेफरेन्स दिन्छ के। सानो सानोवाला सानो 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 घर छ मेरो। सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा। काले बाबु बोल्छन् हामी दाइको छोरा। नलाउ माया नखाऊ झुठो। जान्दैन फोरिदन गा त गानु हाम्रो हालत खराब होइगयो। हेर्ने मन पर्ने न फेरि आयो बाकवन
जा हानुम भन हानुम भन फाइनली गाइस हामी गुराँसको नजिक अलमोस्ट नजिक यति नजिक पुगिसकेका छौँ सो म तपाईहरुलाई सो गर्छु या कस्तो दामी हेर्नुस् गाइस रुकै रातो भएको दामी वाउ हेर्नुस् रुख पुरा रातै भएको गन्तव्यसम्म रे तर गुराँस भेटिन्न रे सही छ यार कस्तो रातो फुलेको के रुखै लाल रेड परी जस्तो भएर छ तर भिडियोमा देखाएको छ कि नै गाइस ए माथिबाट डेन्जर दाङ अनि म सबै सुवाको कति राम्रो अनुहार बुवाको यसको साइरे यहाँ छ गुराँस यता भन्दैछ यसो गरेर फोटो खिच्नु न फरारी माल हान्न ला जस्तो गर्न पुरै हातमा आराम के गरे गुराँस पक्रेर लडीगुडी खेल्दा छ अरे त हाम्रो बहिनीले बुढीले पर्खाइले छोरा र बुवाले आफ्नो आरा साथीहरु हामी चाहिँ गुराँस पनि भेटाएनौँ अनि अरे गुराँस त भेटायौँ तर भिडियो बनाउने जस्तो भएन ठुल्ठुलो रुखले गर्दाखेरि भिडियो सिडियो नबनाएर आयौँ आएर अब खानासाना खायौँ अब यो दुखी आत्माहरू चाहिँ फाइनली जाने भन्दैछ नजाऊ के यार के बच्चाको त्यो पुस्नेले मुख सब धोइरह त्यो फोरी छ भाइ हिजो ल्याएको तरुल चाहिँ यिनीहरूले बाँडिसके कति पर्यो रे यो चाहिँ क्रिस्टियरको तरुल हो वन तरुल यस्तो फटानी चाहिँ यसलाई गाइस तरुल म दुईटा बेर पुग्छ हामीलाई भनेर सबभन्दा ठुल्ठुलो लगिसकेको रहेछ यत्रो मोटो मोटो तरुल लगिस हाम्रो यिनीहरूलाई कस्तो तरुल अनि अब चाहिँ यिनीहरू जाने रे नानी पनि जाने रे दुखी आत्माहरू चाहिँ जान लागे खुसी भएर नै गयो गएलाई टायर पङ्चर भएको थियो त्यो चाहिँ अब सिङ्गल गयो अहिले उतासम्म यिनीहरू उसमा गएर त्यस पछाडि बनाउने रे हामीले नि स्कुटी पठाउनु लगाइसक्यौँ हामी चाहिँ बसमा फर्किन्छौँ सो बाई बाई साथीहरू फेरि आउँदै गर्नु ल बाई बाई गाइज साथीहरू चाहिँ सबै घरतिर गइसक्यो अनि त्यस पछाडि हामी दिउँसो माथि जुन गएको थियौँ त्यही सोनी पानी गोठमा गयौँ अनि अहिले चाहिँ यहाँ बसिरहेछौँ हजुर हेलो गाइज होला हेलो गाइज सो हामी चाहिँ बसिराखेका छौँ साथीहरू बुढाले होमवर्क गराउँदैछन् आफ्नो भतिजालाई अनि यसले चाहिँ यति फास्ट लेख्छ नि कुन चाहिँ छोरा हो भतिजा होइन भतिजा हुन्छ नि दाइको छोराले यस्तो कुरा सुन्नु न दाइको छोरा छोरा हुन्छ भतिजा हुन्छ सो आफ्नो भतिजाले होमवर्क गराउँदैछन् यति फास्ट लेख्छ नि यसले चाहिँ म तपाईँहरूलाई देखाउँछु त ए लेख ए बी डी चाहिँ भतिजा होमवर्क गराउँदैछन् अनि हेरे यति छिटो लेख्छ यो मान्छेले अक्षर चाहिँ पूर्व पश्चिम उत्तर दक्षिणमा फैलिया हुन्छ यसको तर लास्ट छिटो लेख्छ
यस्तो होमवर्क गर्दैछ यहाँ अनि नानीहरू बसेका छन् यहाँ थोती लेखा 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 बुन्डु यस साना नानीहरूले यत्रो दाउराको भारी लिएर आइरहेछन् कत्रो ठुलो भारी बोक्यो नि यिनीहरू बच्चाहरू जम्मा 14-15 वर्षका हुन्थेन यत्रो अब चाहिँ हामी यहाँ भाले काट्ने तयारीमा छौँ साथीहरू भाले यहाँ छोपेर राखेको थियो बुढाले यो भाले चाहिँ बुढाको लागि 1 वर्षभन्दा बढी भयो क्या नि फुपू कति भयो यो 1 वर्षभन्दा बढी छिप्याएको भाले हो धेरै भइसक्यो पालेको अनि नानीले पाठी टिपेर लिए अब पाठीले चोखाएर चामलको दाना हालेर के गरेर घर आएको छोरालाई काटिदिने रे खासमा यो हिजै काट्ने थियौँ तर हिजो हामी मान्छे धेरै थियौँ अनि यो मासुले पुग्दैन भनेर हामीले हिजो ब्रोइलर लिएर पकायौँ आज चाहिँ लोकल भालेको मासु अनि भात खाने हो मौसम चिसो चिसो छ यही भाले खानलाई नि अनि चाहिँ अब हामी खानासाना पकाउँछौँ त्यही अब यो भाले कटिङ सटिङ हुन्छ यो काटेको भिडियोहरू चाहिँ म बनाउँदिनँ किनभने कपिराइट लाग्छ सो हामी गयौँ अब भान्सातिर साथीहरू बच्चा ग्याङभित्र छन् अब चाहिँ हाम्रो ससुरा बुवाले रीतिरिवाज आशीर्वाद दिँदै यो भालेमा पानी हालिदिनु लाग्नु भएको छ अनि भालेलाई मनाउँदै हुनुहुन्छ पाठी चामल हालेर पखेटा नसमाउनु बुढा पखेटा समाज कहाँबाट मान्छ मान्यो 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 अब चाहिँ भाले काट्ने हो यहाँ हो तरुल खन्न भएको लेट्स सी कति भेटिन्छ ओम नम शिवाय दिदी र म चाहिँ दर्शक हो सर पनि आउनु भएको छ सिगाने सर तरुलको लहरा भेट हराएर हैरान छ यहाँ त्यस्ता नि खन्ने मान्छे रे फेरि खोजिरहेछ हामीले तरुलको लहरा कहाँ गयो भर्खर यहाँ त भाइयो त्यो त कहाँ गयो त्यो पुच्छर पनि भेटेको छैन कि धारा अब सबको टाटा भाइ भाइ खतम हो क्या चल्ता बनाऊ चल्ता बनाऊ अब हामी चाहिँ दर्शक हो यहाँ हेरिरहेछौँ काफल हेर्नुबाट कति धेरै फलेछ आरु पनि यस्तै फलेछ भेट्यो भेट्यो तरुल दाइ तरुल हेर्नु त काँची खान लाग्नुभयो क्या काँची खाइजानु भयो दाइल त अर्ग्यानिक जिउ एकदम निको छैन काँची खानुभएको दाइल त हावा गर्छ घाममै सिटी लगाइ पकाउनु निस्क्यो तरुल निस्क्यो यही हो गाइस तरुल तरुल आसीबाट काट्नु पर्छ हेर्नुहोस् है पहिली बार देखाए यसो तरुल जिन्दगी में सुटकेसमा हालिहाली त्यो रुखको जरा काट्यौँ हामीले चाहिँ यहाँ बसिरहेछौँ दिदी र म त खन्ने पालो आएको छैन हाम्रो गाइस यहाँ तरुल भनेर के को जरा खाएर यहाँ मर्न आँट्नु भएको यस्तो पनि हुन्छ हेर्नु मुखिरायो दाइ टाटा बाई बाई अरूले भन्ने हुन्थ्यो आफू टाटा आयो भन्नु कहाँ बोल्यो ए म चाहिँ यहाँ तरुल खेरिरहेछु फुच्चे तरुल ए कहाँ गयो मेरो एउटा दुइटा ए गन्तव्यमा पुगौँ पहिला त्यसपछि रेस्ट एन्ड बेस्ट त गरौँला मुसाले धन्यवाद दिनुहोस् काँचो काफल
जरा काट्दै माइली दिदी अब हामी चाहिँ बसेर हेर्दैछौँ बात कर दिया नमस्ते ढोक दिए कान के नीचे ठोक दिया भने डोला नि अब यो चेक गर्नु सकिएन रुखको जरा निस्किरहेछ तर निस्किया छैन साथीहरू खन्दैछन् गाइजहरूले बल लगाई साइल दिदीको पाल अनि यो होइन यो कस्तो गरेर भाइ झन् तान्दिनु भयो बल्ल बल्ल भेट्यो हेर्नु त यो लरा त्यो पनि हिरो नि बाहुबली भनेर हल्का बनते हो अपने आपको हल्का बनते हो बल्ल बल्ल यहाँ बेला भेट्न लाग्यो यत्रो खौला खनेर है यहाँ तल्लदेखि माथिसम्म यसको यो पन्तरुलको यो लहरा यो थियो तल चुट्टिसकेको थियो कि यहाँ भेटिन लाग्यो है बैराखेर मेरो बुढापारी गइसकेका छन् बस्न पल्ल भेटिन लाग्यो 100% मुसले खा जस्तो लाग्छ म त कुनामा दुई एक बेला त दुईटा थिए अब तरुलको दुईटा हुन्छ बेलाको जरा हुने रहेछ होइन एउटा होइन फेरि दुईटा बेलाको दुईटा जरा है त्यसरी हामी बुझ्दै जाउँ कसरी दाइ दुईटा बेलाको दुईटा जरा दुईटा लहराको दुईटा जरा ए दुईटा लहरा मैले उल्टा बोलेको दुईटा बेलाको दुईटा जरा डल्लै नजिस्काउ न भाँजेको भए ओइ साँच्चै हो त्यत्रो ठुलो साँच्चै दिदी तरुल कुन अघि दिनमा थियो त्यो होला अब हेर्नुस् यो फुच्चे तरुल यत्रो हुन्छ यो होला अब यो अब उम्रिने बेला भइसकेपछि यो टुसा पलाइसकेपछि यहाँदेखि यति बेर काटेर लग्नुहोस् घरमा गएर रोप्नु होला यो हुन्छ यो केमा बोरामा हो यो म यस्तो सिङ्गै लग्छु त्यसो भए मम्मीले रोप्नुहुन्छ यो बिउ हुन्छ कि यो यस्तो बिउ हुन्छ यस्तो ए उम्रिन लागेको तरुल भेट्यौँ गाइस होइन अब त यस्तो यो चाहिँ मम्मीलाई लगिदिन्छु भाग्न लागि क्या हो वाह बोरे क्या हो रहा है ये बेल से ऊपर क्यों दौड़ रहा है भाई क्या हो गया बेल को बेटो के बेटो तराई हो फेरि होइन जिक्सामा दाइले नो 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 हो साँच्चै छ डल्ले कसम फाइनली यत्रो खौला गरेर छ भाउजू दिदी फेरि हरान्छ नि
अब यत्रो खौला कमसकेपछि सब गरेर हिम्मतमा हार्न ठुलो छ दाइ खानु त चिप्लो चिप्लो लाग्छ हजुर फोटो त्यहाँ टेकेको छ है यहाँ बाबाले हेर यत्रो निकाल्दैछन् यी त ल है आयो डल्ले आयो त्यसको आफ्नो पुरै तरुली हुने रे के यो ढुङ्गालाई यो तपाईँको यो ओए यो सानढुङ्गा कम रेकर त्यस्तोले हमसे पूछो भन्नुहोस् दाइ हमसे पूछो ना कितना होता है पत्थर निकालना मुश्किल ओ कान्छा ओ बिर्खे बिर्खे अरे ये नाम तो पहली बार सुने हम तो अरे वाह जी वाह ए छ डल्ले छ तरुल छ बिर्खे लग्नुस् घर अब सिलौटा होइन कपडा धुने राख्ने घरमा सही छ साँच्ची हो दाइ पुरा खौलाभित्र प्याक भइसक्नु भयो तर पनि अहिलेसम्म एउटा तरुल भेटिएको छैन है ओ कान्छा ए यही हो तरुल यस ए भाँच्चे छ नि फर्स्ट तरुल भेट्यो गाइस यो पुच्छर हो कि टाउका हो यस गाइस यत्रो खौला खनेर यति तरुल guys like too much this turun and यो गरेछ क्या खाबे ल यहाँ खेल आराम बाबु मारे आज मेरे को आरु नगर न बेबी लास्ट यार दाइ जस्तो यो जरा गयो भने यसकै वरिपरि हुन्छ सबै शब्द है पिड्डु तरुल हैन यो संकेत हो त्यो छ मुसाले खाएको के चोखे लाग्छ है चोखे त मैले केरा खाने त्यो मुसा लगाइसकेको छ कब्र खाछ के गर्ने पानी हेर्नुहोस् कति त छन् दुईटा आरु नगर छोरो यो त डेन्जर भेट्यो खै टुटे छ टो छ नि हाम्रो तरुल यति भयो है साथीहरू किनकि मलाई लाग्यो यत्रो मोटो यार यो उम्रिँदा रहेछ दाइले त्यहाँ खन्न नजामे सरी गोलधारामा हेरेर छ खौलामा बसेर चाहिँ बुढोले कोटाउँदै दुईटा देख्या छ है यहाँ बल ढुङ्गा दिँदै नसुकाउनु यार ढुङ्गामा सुनको ढुङ्गा जस्तो छ दुई ठाउँमा हित्ती छ कि यतम छ कि यति छ हो यति हो यति हो यति छ हो उ हो अब एनर्जी आन्ला छ यारको त्यस्तो हुन्छ हो यार मुसाले सत्य देऊ न मुसाले सत्य नाश पार्दैछ तरुलभरि सबै कस्तो मुसा लाग्यो नि त असल कसको वाउ यहाँ माथिको दामी छ यो भाँच्चे छ यो चाहिँ मुसाल खाएछ त के भयो आउँछ अब आउँछ सानो ए यो चाहिँ खतरा निस्क्यो है बुढो अझै तल गएको छ त है यत्रो खौला खाना छ
सके 3-4 बेल छ क्या टोरन बेल न छ बस त्यो हेर्नु निस्किरहेछ हामी चाहिँ फर्कियौँ तरुल खनेर गाइस यति हो तरुल अब चाहिँ भोलि खन्ने आज रात पर्न लाग्यो सो हामी चाहिँ फर्कियौँ अहिलेलाई चाहिँ बाई बाई